यो अहिलेसम्म हामी यतिकै भेटेर कुरा गरिरहेको थियौँ। अहिले भइरहेको हामीहरू त अब डिफ्रेन्ट सब्जेक्ट्समा कुरा गरिरहेको थियौँ। अनि मैले अब कुमारलाई भेटेँ नि धेरै टाइम पछि भेटायो। अनि यो अहिले जुन इस्युजहरू छ, अहिले जुन चाहिँ अब यहाँ नेपालीमा भन्दाखेरि मुद्दाहरू जुन चाहिँ छन् भनेर भन्छन् नि, देयर आर लट अफ लाइक इस्युज। अनि त्यो धेरै इस्युहरूलाई चाहिँ हामीहरूले भाषण पनि सुन्यौँ, त्यसपछि पत्रिका पनि पढ्यौँ, अनि कसले के भन्छन् भनेर पनि सुन्यौँ होइन। तर यो चाहिँ सर्कलमा गयो कि यो सर्कल एउटै सर्कलमा मात्र घुमिरह्यो नि त। अनि त्यस कारण हामीहरूले त यस्तो कुरै गर्दैनौँ भेटा बेलामा। हामी त यो कुनै पनि कुरा गर्दैनौँ जुन यहाँ कुरा भइरहेको छ यो तरिकाले त हामी कुरा गर्दैनौँ। हामी त अर्कै कुरा गरिरहेछौँ। त्यस कारण हामी के कुरा गरिरहेछौँ त खास भनेर जाने, र हामी जस्तै अरूहरूले पनि सबैले यही नै कुरा गरेर होला कि फरक कुरा गरेर छन् होला भनेर चाहिँ एकचोटि हेरौँ नि त अरूले चाहिँ के कुराहरू रहेछ नि त। यो खालि पार्टीको मान्छेले यसो गर्यो, फलाना नेताले यस्तो भन्यो, के भन्यो भन्दा नि कसले भन्योमा पुग्यौँ नि त हामी। किनभने तिनवटा कुरा हुन्छ, एउटा व्यक्ति, अर्को घटना र अर्को सिद्धान्त होइन। तिनवटामा चाहिँ हामीहरू व्यक्ति र घटनामा मात्र गयौँ, सिद्धान्तमा चाहिँ हामीले कुरै गरेनौँ। अनि त्यही भएर चाहिँ यो कोसिस पनि के हो भने अब सिद्धान्तकै कुरा गर्ने हो भने त विचारको कुरा हो। हाम्रो विचार के हो त, हामीलाई कस्तो लागेको छ त, त्यो कुराको चाहिँ कोसिस हो होइन त्यो यो भएका यावत कुराहरूमा एक्जिस्टिङ सिनेरियोहरूमा जे छ होइन त्यसलाई चाहिँ एड्रेस गर्न खोजेर अब हाम्रो विथ सल्युसन्स क्वेसन्सहरू छ, सल्युसन्स हामी विथ सल्युसन्स वी आर टकिङ कन्भर्सेसन्स। जस्तो अब हामीले धेरै सुन्यौँ नि त, सुन्यौँ खास हामीले गर्न खोजेको हाम्रो कन्भिक्सन चाहिँ के हो, हाम्रो चाहिँ मेन सेन्टर के हो भन्दा सेन्टर पिपुल हो। जनताले धेरै कुराहरू सुने, त्यो पछाडि लामो समयदेखि सबै मान्छेहरू जुनसुकै पात्र आउँछ त्यही कुरा रिपिटेसन गरिरहेको छ। केही शब्दहरू अलिकति परिमार्जन गर्छ, अनि केही इभेन्टहरू अलिकति परिमार्जन गर्छ, होइन अब यो हो भन्छ, तर इसेन्समा वास्तवमा भित्र त्यो केही भइरहेको छैन नेपालमा, केही पनि भइरहेको छैन। हामी जहाँ कतै उभिरहेछौँ, हामी दुःख पाइरहेछौँ, हामी सुनिरहेछौँ, हामी विश्वास गरिरहेछौँ, तर हाम्रो कुरा हामी भनिरहेको छैनौँ। हामीले यो कुरा महसुस गऱ्यौँ, हाम्रो कुरा भनौँ। हामी जस्तै कुरा भन्न चाहने कति मान्छेहरू नभनिरहेका होलान्, ताकि यसले सबै कुराहरूलाई उत्खनन गरोस्, अनफोल्ड गरोस् र लिएर आओस् बाहिर सतहमा। हाम्रो कुरा आइसकेपछि समाजमा के हुनेवाला छ हामीले के बुझ्यौँ भन्दाखेरि नयाँ भन्दा पनि फरक कुरा बाहिर आउँछ। फरक कुरा बाहिर आएपछि त्यसको बारेमा मान्छेहरूले जवाफ दिनुपर्छ। जो अहिले जिम्मा लिएर बसेका छन्, तिम्रो कुरा के हो, तिम्रो कुरा यो हो, हामीले सुन्यौँ, हामीले पत्याएनौँ, यसले भएन, हाम्रो कुरा यो हो, अब के गर्ने भने एउटा संवादको सुरुवात, एउटा चाहिँ एकदम सौहार्द र संवादको सुरुवात गर्ने हो। र त्यो संवादमा के हो भने हाम्रो आफ्नै कुरा के हो, अर्का कुरा सुनाएर अब हामीलाई हुन्न, हाम्रो आफ्नै कुरा चाहियो। हाम्रो देश काल परिस्थिति समाज माटो सारा कुरालाई सम्बोधन गर्ने हाम्रो कुरा के हो, हाम्रो सिद्धान्त के हो, हामी यसमा फोकस गरिरहेको छौँ ए होइन। र हामीले कुरालाई अब हामी सुरु गर्छौँ। सुरु गर्दाखेरि हाम्रा विषयहरू छन्। विषयहरू चाहिँ के छ भन्दाखेरि हाम्रो समाजसँग, हाम्रो विकाससँग, हाम्रो देशसँग, हाम्रो जनतासँग, हामी जनतासँग जोडिएका विषयहरू छन्। ती विषयहरूमा हामी विषयलाई एकैचोटि सबैलाई गालमोल राखेर भन्दाखेरि गाह्रो हुन्छ। विषयहरू फरक छन् तर हाम्रो उत्तर एउटै छ। हामी एउटै कुराबाट सम्पूर्ण विषयलाई एन्सर दिन खोजिरहेछौँ, दिइरहेछौँ। हामीसँग सबै कुराको जवाफ छ होइन, त्यसो नभनौँ। के अरे सबै कुराको एन्सर छ भनिसकेपछि युआर अलरेडी अराइभिङ टु अ कन्क्लुजन। सो बेसिकली बिकज अहिले त हामी डायलग गरौँ भनेको छौँ नि त, कुरा गर्न सुरु गरौँ भनेको छौँ नि त। हाम्रो कुरा यो हो, अरूहरूका कुरा के छन् त्यो पनि सुनौँ। त्यसपछि अरू कुरा सुनिसकेपछि अरू सबै ठुला हामीले जो भोट हालेर पठायौँ यो गऱ्यौँ, उनीहरूको कुरा त सुनिहाल्यो नि हामीले। जे भन्ने पत्रिकामा सबै त्यही छ। त्यस कारण हाम्रो कुरा के हो त, खास हामीले के कुरा गर्न लाग्यो त भन्ने कुरामा कुरा गर्न लाग्यो नि त्यो। त्यस कारण पहिले सुरु यसलाई चाहिँ के अरे कसरी विषय प्रवेश गर्ने भन्दा पनि होइन, यसलाई पहिले क्याटेगोराइज गरौँ ताकि कुरा गर्न सजिलो होस्। पहिले सुरु त अहिले के छ, हाउ इज द प्रेजेन्ट, आजको वर्तमानमा के भइरहेछ त्यो कुरा गरौँ पहिले। अनि त्यो वर्तमानमा भइरहेको जुन समस्याहरू छ अथवा जुन इस्युजहरू छ, त्यो इस्युजहरूमा त्यो आजको आजै त भएन त्यो घटनाहरू। त्यो घटना हुनलाई त घटनाक्रमको श्रृङ्खलाबद्ध इतिहास छ नि त। त्यसकारण आज हामी आजमा आइपुग्नलाई त हिजोको त ठुलो कन्ट्रिब्युसन छ नि। त्यसकारण हामी आजसम्म कसरी आइपुग्यौँ, त्यसपछि
आजको दिनमा यो छ, वर्तमान यो भयो। अब अगाडि के त? अगाडि चाहिँ के त हुन्छ नि, यहाँ छौँ 6 वर्षदेखि पठाएको मान्छे हुन्छ नि कुरा गरेर बसिरहेको छन् होइन। त्यही भएर राउन्ड एन्ड राउन्ड गोइङ नोवेयर भइरहेको बेलामा हाम्रो कुरा के हो त भन्ने मात्र, अगाडि कसरी हेर्ने भन्ने चिज हो। अनि यसले प्रब्लली के भने बेसिकली डायलग सुरु गर्न खोज्यो र डायलग सुरु भइसकेपछि यो अहिलेसम्म सुनेको कथा सदा बन्द, अब यो नयाँ कथा चाहिँ सुरुवात भन्ने कोसिस हो। त्यही गर्न होइन हामीले असिम। त्यही नै होला कुरा चाहिँ। अब यो कुरा चाहिँ भन्यो हामीले के कुरा चाहिँ गर्नु खोजेको हो त्यो चाहिँ मलाई अलिक प्रश्न भएको छैन होइन। एक्ज्याक्टली, नो द्याट्स अ गुड क्वेसन। अब पहिला त हामीले भूमिका बाँध्नु नि त, यो काटेर निकाल्दै पनि हुन्छ है त्यसपछि अनि जब जान्छ विल स्टार्ट लाइक युजिङ इट होइन। के भन्दाखेरि अहिलेको इस्युजहरू के हो त? अनइम्प्लोइमेन्ट म्यासिभ इस्यु। अहिले अनइम्प्लोइमेन्ट मान्छेलाई त खासै त अनइम्प्लोइमेन्ट हो नि लार्जेस्ट इस्यु त। अनि त्यसपछि अरूलाई मिनिङफुल इम्प्लोइमेन्ट गरेर आएको काम, त्यही कामले बाँच्न पाउनुपर्ने मिनिङफुल इम्प्लोइमेन्ट होइन। अनइम्प्लोइमेन्ट त चाहिन्छ तर मिनिङफुल इम्प्लोइमेन्ट पनि हुनुपर्ने, जसले गर्दाखेरि चाहिँ मलाई 10वटा काम गर्नु नपरोस् के, मलाई ट्याक्सी पनि चलाउनु परेको छ, मलाई हुन्छ नि यतापट्टि के अरे पसल पनि खोल्नु परेको छ, एउटै चिज गरेर हुनसक्छ हुन्छ नि भन्ने चिजहरू पनि त, जे काम गरेर त्यही कामले बाँच्न पाउनु पऱ्यो नि त मान्छे। तर अनइम्प्लोइमेन्ट इज अ बिग इस्यु। त्यसपछि अब अहिले जुन कुराहरू भइरहेको छ त्यो चाहिँ फेडरलिजममा त्यो टक अबाउट वाट इज द फेडरलिजमको स्ट्रक्चर के हो र कसरी हुनुपर्छ भन्ने। तेस्रो चाहिँ अर्को के भने यो राज्यहरूको कुरा भएको छ नि, राज्यहरूको कुराहरू भयो। त्यसपछि अनि जनजाति कुराहरू भयो, यावत इस्युजहरू नि एभ्री वान नोज लाइक वाट द इस्युज आर के। इस्युज के हो भन्ने त पढाउँदा 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 हुन्छ नि, यो यति इस्युज छन् भनेर त खासै भने नि इस्युजमा धेरै अल्झिरहनु पनि काम छ जस्तो लागेन कि मलाई। किन इस्युज त सबैलाई थाहा छ नि के भएको छैन भनेर, हामीले त के गर्ने भन्न लाग्यो नि त, यो इस्युलाई एड्रेस गर्न के गर्ने। सो आई थिङ्क लेट्स फोकस अन मोर अन के गर्ने सोल्युसनमा, त्यसमा नि त यसो गरौँ न त। यसलाई अब हामीले विषयहरूलाई चाहिँ एकैचोटि भन्दा पनि अलिकति क्रमबद्ध तरिकाले छलफल गरौँ। क्रमबद्ध तरिकाले छलफल गर्नु भनेको के हो भने अहिलेको हाम्रो प्रेजेन्ट इस्यु, अहिलेको हाम्रो हामी कहाँ छौँ भन्दाखेरि माघ 8 गते संविधान जारी गर्ने र नगर्ने राजनीतिक जुवारीको बिचमा नेपाली समाज छ। हामी त्यहाँ छौँ। त्यहाँबाट हामीले कुरा सुरु गर्ने, यो संविधान के होला, कस्तो संविधान बन्ला भन्ने हाम्रो चाहिँ त्यतातिर पनि हाम्रो ध्यान छैन। किनभने हामीलाई के लाग्छ यो सरकारै छैन, त्यहाँबाट हुनेवाला केही पनि छैन, केही हुनेवाला छैन। संविधान बनेको भोलिपल्टबाट पनि झगडा हुन्छ, आज पनि भइरहेको थियो भन्दा एउटा झगडालाई सिफ्ट गर्नलाई अर्को झगडामा लैजानका लागि गरिने यो सबै यो खेलबाड जो भइरहेछ, हामी यस विषयलाई चाहिँ यसरी हेरिरहेछौँ भनेर हामी भनिरहेछौँ। र अर्को कुरा सँगसँगै अब अहिलेको नेपाली समाजको हालत के हो होइन, अहिलेको नेपाली समाजको हालत के हो र अहिलेको राजनीतिको हालत के हो, पहिला हामी त्यो बारेमा छलफल गरौँ। त्यसपछि अनि हामी यो यहाँसम्म आइपुग्नका लागि के कुराहरू भयो त्यसको ऐतिहासिक पार्टहरू छलफल गरौँ। त्यसो भए पहिले सुरु आज के छ भनेर भन्नु, तपाईँ नै आफै भन्नुहोस् न, आज के भइरहेछ? आज अब यो संविधान 8 गते आउने र नआउने भन्ने नै हल्ला छ नि बजारमा त बढी त होइन। अनि कसैले आउँछ भनिराखेको छ। फेरि यो बिचमा एउटा कुराले चाहिँ उ गरिराखेको छ कि जस्तो अब यो संविधान चाहिँ अब फेरि यो 1-2 दिनमा के राजा राख्ने के गर्ने भन्ने कुराले अहिले बढी चर्चा चाहिँ त्यसको छ। हेर्नुहोस् अस्ति तपाईँको चाहिँ नि माघ 8 सम्म त यस्तो के भयानक चिजहरू त त्यो सबैतिरबाट त्यो आउनेवाला छ होइन। त्यो राजा सहित राजा पनि अथवा नराख्ने नराख्ने हिन्दुइजम होइन सबै चिज त्यहाँ आएर चाहिँ त्यो पुरा बिग ब्याङ जस्तो हुन्छ नि, बिग ब्याङ सानो हुन्छ, बिग ब्याङ जस्तो 8मा चाहिँ पुरा आउँछ नि, सबैको आफ्नो इस्युजहरू लिएर त पुरा आइरहेछ, अगाडि बढिरहेछ नि होइन। तर 8मा के हुने हो त भए पनि नभए पनि त्यसो हुनेवाला केही पनि होइन फेरि माघ 8मा। अहिले के हुन्छ त्यहाँ होइन। लास्ट त्यो योभन्दा अगाडिले चाहिँ उनीहरूले जसरी चाहिँ त्यो त्यहाँभन्दा एक अगाडि बढेकै छैन त्यो होइन। अब यहाँ त खालि त्यो उसको मात्र हो, त्यो के भन्छ त्यो कम्प्रोमाइज जस्तो मात्र होइन। तपाईँको प्रधानमन्त्रीले भनिसक्यो नि यो त लेनदेनको कुरा हो होइन, राजनीति भनेर त लेनदेन हो, सहमति भनेर कुराहरू त्यही होइन, सहमति कि के अरे प्रक्रिया त्यही कुराहरू होइन। कहाँ जाउँ भने नि, कहाँ जाउँ भन्दाखेरि संविधानमा जाउँ पहिले सुरु। यो पहिलो कुरा, यो जे पनि लेखिन्छ यो मेरो संविधान होइन, किनभने न मलाई सोधिया छ न त्यहाँ के लेख्न लाग्छ भनेर हामीलाई पठाएको छ, के कुरा भइरहेछ तपाईँको के छ त्यसमा विचार भनेर न मलाई सोधिया छ। त्यस कारण जे लेख्न मन लाग्छ लेख्यो हुन्छ,
तपाईँहरूलाई लाग्छ यो संविधान तपाईँहरूले यत्रो वर्षसम्म रणाको गरेर जुन संविधान ल्याउनुहुन्छ त्यो संविधान लास्ट गर्छ, यो संविधान तक्छ भन्ठान्नु भएको छ तपाईँहरूले? तपाईँहरूलाई लाग्छ कि यो अमेरिकाको, बेलायतको हुन्छ नि, त्यसपछि अनि इन्डियाको, अनि तिनीहरूको देशको संविधानको कुरा गरेर अनि यहाँ त यस्तो भएको थियो, यो अम्बेडकरले लेखेको, त्यहाँ यस्तो यो के अरे यो वासिङटनले लेखेको संविधान भनेर हामीलाई खोकेर होइन? तपाईँहरूलाई के लाग्छ यो संविधान तक्छ? यो संविधान नतक्ने त तपाईँकै भित्रपट्टि संविधान सभा भएकै मान्छेले भन्नुभएको छ लेख त ल बाल जलिदिन्छु भनेर भनेको छ नि होइन? त्यसकारण यो संविधान चाहिँ जेसुकै लेख्नुहोस् मतलब छैन, पहिलो कुरा। लेट्स स्टार्ट विथ द्याट। अब तपाईँको संविधान त लेखिहाल्नुहुन्छ तपाईँले, फेडरलिजममा पनि जानुहुन्छ, तपाईँलाई कन्सिक्वेन्सै थाहा छैन के हुन्छ फेडरलिजमको भनेर यो लेख्ने भन्नुभएको छ। ल तपाईँले कन्सिक्वेन्स के हुन्छ त फेडरलिजमको त्यो त ध्यानै दिनुभएको छैन होइन? त्यसकारण अहिले यहाँ बसेर हामी के कुरा गर्छौँ, कन्सिक्वेन्स के हुनसक्छ, कस्तो कस्तो रूप प्रकार त्यो गरिसकेपछि के हुन्छ त्यतातिर त हामीले त्योहरू कुराहरू छौँ। अब आयो कुरा कहाँबाट सुरु गर्ने त कुरा, सुरुवात कहाँबाट गर्ने? यहीँबाट जेसुकै लेख्नुहोस् मान्दैन, नमान्ने त त्यही पनि छन्। अनि त्यसपछि यो संविधान अहिलेसम्म नेपालमा 8-10वटा संविधान त लेखियो होला, कति तगे, किन तगेनन् तिनीहरू भन्दाखेरि जुन संविधान 2047को संविधान छ हुन्छ नि, 2-4वटा चिजहरूमा अहिले नयाँ इस्यु उठ्यो, नभए हुनुपर्ने चाहिँ त्यसैमा छ। त्योभन्दा अगाडि पनि अर्को पञ्चायती संविधान थियो हुन्छ नि, त्यसैमा छ सबै चिज, बाल अधिकार, महिला अधिकार, जनजाति अधिकार हुन्छ, सबै छैन त्यसमा। खालि अहिले तपाईँहरू चाहिँ केमा आउनु भएको छ भने भित्र त अरू त केही पनि, सबै चिज त्यसैमा रहेछ। अब यसमा नभएको चिज चाहिँ हामीलाई चाहियो भन्न लाग्नु भयो। 47को हिन्दू राष्ट्र थियो भन्नुभएको छ, हिन्दू राष्ट्र हटाइहाल्नु भयो, अन्तरिमले हटाइसक्यो नि। त्यसपछि तपाईँले के अरे के भन्छ अर्को के थियो त्यसमा, राजा त फ्याँकि नै हाल्यो नि, सिद्धिहाल्यो नि, त्यो त एन्ड फिनिस्ड, वी हेभ अलरेडी मुभड अन। अनि त्यसकारण हामी त अगाडि भन्दैछौँ नि। त्यो 47को संविधानमा के थिएन? अब तपाईँहरूले के भन्नुहुन्छ भने यहाँ अहिले कुरा गरेर 47को संविधान बिउँदौ नि, अब बाबा कसरी बिन्थ्यो 47 संविधान? 47को संविधानमा त हिन्दू राष्ट्र थियो र राजा थियो, अब त्यो दुइटै नभएपछि 47को संविधान बिउजिन्छ? बिउजिन्छ कि बिउजिन्छ भन्नुहोस् न? बिउजिँदैन। त्यही भएर कस्तो भने यो बिउजिनेवाला छैन। अनि अब यो अहिलेसम्म जुन हामीले कथाहरू सुन्यौँ हुन्छ नि, यो कथाहरू चाहिँ खास पुया हो कि खास। अब कहाँबाट सुरु गर्ने त, सुरुवात कहाँबाट गर्ने? पहिलो कुरा चाहिँ के भन्दाखेरि जति पनि वादहरू छन्, जति पनि वादहरूले गरेर हामीहरूलाई यो सोल्युसन निकाल्छु भनेर भनेको छन्, समाजवाद, साम्यवाद, के अरे अर्को के बात छ, पुँजीवाद, मार्क्सवाद, के वादहरू, जे पनि वादहरू होइन, वादहरू जो यहाँ प्रयोग भइरहेछ नि होइन, पटक फेरि होइन, जति पनि वादहरू जुन प्रयोग भइरहेछन् ती वादहरू सबै फेल भयो। फेल कसरी भयो भन्नु होला भने अब हामी सिद्धान्तले समाजमा भएको समस्याहरू समाधान गर्छौँ भनेर लागेको थियो नि त। हाम्रो जातिपाती यो त्यो कृषक यो महिला उत्पीडित वर्ग यो सबैको आन्सर चाहिँ नि हामी यो बातबाट हामी दिन्छौँ भनेर आउनु भएको थियो नि त होइन। अब जब तपाईँ यो सबै सिद्धान्तहरू छोडेर बाहुन, मगर, के अरे छेत्री, दमै, कामी भन्न लाग्नुभयो, त्यो पहिले थिएन। तपाईँको बात जन्मिनुभन्दा अगाडि ती चिजहरू थिएन नि। त्यसकारण जब तपाईँले सोल्युसन दिन्छु भनेर त्यो सोल्युसन नदिकन तपाईँ अब एक स्टेप पछाडि जानुभयो नि, त्यो भइरहेको, त्यो पहिल्यै भइरहेको चिजहरूमा जानुभयो। र त्यो पहिला जानु भन्नुको कारणै के हो भन्दाखेरि तपाईँको बात जन्मिनुभन्दा अगाडि नै ती सबै थिए यहाँ। त्यसकारण तपाईँ पुरानो झगडामा जाने बित्तिकै तपाईँको बात सबै फेल खायो होइन। दोस्रो, अहिले के गरिरहनु भएको छ, अहिले तपाईँ नेपालको एकीकरणै हुन्छ नि, एकीकरणै नहुनु पर्ने, हाम्रो त यतिखेर पेलेर गोर्खा आर्मीले लिदियो भन्ने कुरा आएर छ नि त। त्यही भएर अहिले के गर्नु लाग्छ लास्टमा 6, 7, 8, 9, 10 किता काट्या हो, यो जग्गा काट्न लाग्नु भएको छ अहिले के भनेर, त्यहाँ यो फलानु बस्छन् र उलानु बस्छन् भनेर, लिम्बू, राई, मगर, होइन दलित भने को हो दलित शब्द दिए होइन त्यो। तपाईँहरूले अहिले के गर्नुभएको छ भने जो हुन्छ नि तपाईँको विचारमा, मेरो विचारमा होइन, दमै, कामी, अरू के हुन्छन्, सार्की होइन, जो छ नि यिनीहरूलाई तपाईँले के गर्नुभएको छ भने यिनीहरूको पनि गुट बनाइनु भएको छ। हेर्नुहोस्, यिनीहरूको पनि गुट बनाएर दलित भन्ने शब्दले चाहिँ दलित 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 भनेर भन्नुभएको छ नि, जुन चाहिँ नि त्यो दलित भन्ने नै सिद्धियो पहिलो कुरा, त्यो पहिले नै थियो यहाँ। त्यसकारण जतिखेर तपाईँको वादहरूले यो चिजहरू सल्भ गर्न सकेन, अब तपाईँहरू समाजको पुरानो झगडामा जानुभएको छ।
त्यस कारण पुरानो झगडा हामीलाई मतलब भएन। तपाईँको बात त्यहीँबाट फेल भयो पहिलो सुरु, त्यो एउटा त मानौँ होइन, नमान्ने भने भन्नुहोस् न, तपाईँहरू त हामी कुरा गर्न बस्यो भने होइन। अनि त्यो फेल भइसकेपछि अब फेरि यसैबाट चाहिँ ठिक पार्छु, अब यसको लागि लड्छु, त्यसको लागि लड्छु। तपाईँले लड्नु पर्दैन। तपाईँले हिजो जुन गाउँमा काङ्ग्रेसी, कम्युनिस्ट अनि माओवादी अनि राप्रपा भनेर जुन 4वटा किताबमा चाहिँ मान्छेलाई बाँड्नु भएको थियो, त्यो काङ्ग्रेस कम्युनिस्टको झगडा सकिसकेपछि अब तपाईँ पुरानो झगडामा फर्किनु भयो होइन। त्यसकारण तपाईँले जोड्ने काम गर्ने भएको छैन, एक त्यो फुल स्टप। तपाईँको कुनै पनि बात काम लाग्दैन। यो सबै पनि जतिवटा पनि बात छ यो यहाँको बात हुँदैन, बाहिरकोबाट किताबबाट लिएर आएर बाहिर अरूले पनि यसो गरेर रहेछ, यसो पो गर्नुपर्ने रहेछ, यसो गरेर यहाँ ठिक हुने रहेछ। They are all imported baths. दे आर अल इम्पोर्टेड होइन। अनि इम्पोर्टेड बात They have already become imported. इम्पोर्टेन्ट यो सब बातहरूलाई चाहिँ लिटरली स्पिकिङ यो सब बातहरूलाई हामी के गर्ने त भन्दाखेरि त्यो के अरे एउटा डस्टबिनमा राख्ने हो, त्यो डस्टबिनमा चाहिँ लगेर बागमतीमा फ्याँक्ने होइन, द्याट्स बेटर होइन। किनभने मान्छेले एउटादेखि अर्कोसँग चाहिँ अट्याचमेन्टलाई डिट्याच गरिदियो मान्छेको ह्युमन बिङलाई एउटा होइन। अब यो कङ्ग्रेस भनेपछि यो कम्युनिस्ट भनेपछि यो दलित भनेपछि यो भनेपछि यति फ्रेगमेन्टेसन्सहरू हामी ह्युमन बिङमा यति भइदियो कि अब छैन कि मान्छेलाई गर्ने, मान्छेले चिन्ने त भन्दा त के हो त भन्दा यो कम्युनिस्ट हो, यो कङ्ग्रेस हो, यो चाहिँ बाहुन हो, यो चाहिँ नेवार हो, त्यसरी हामी चिनिरहेको छौँ होइन। यो जुन डिभिजन छ नि यो बेसिकली पोलिटिकल आइडियोलोजिजहरूले चाहिँ के पोलिटिकल पार्टीको उसले कारणले गर्दा होइन। कस्तो भन्दाखेरि म चाहिँ अलिकति आई थिङ्क इन लास्ट फ्यु डेज आई बिकम स्लाइटली सफ्टर, स्पेसली मेरो इतिहासप्रति हुन्छ नि अलिकति मेरो सहानुभूति छ कि। किन भन्दाखेरि त्यति बेला पनि त राम्रो काम गर्छु भन्ने मान्छेहरू थियो होला, यो म यसै यही बादले दिन्छ भनेर त्यत्रो पढाएको थियो हो, यही बादले त ठिक हुन्छ भनेर लाग्ने त धेरै थियो होला नि होइन। तर बादले चाहिँ बाद डिस्ट्रोयड दे सिन्सियर पिपल छ नि जिन्दगी भरि लाग्यो कि एउटा कुनै बादमा मार्क्सिजम भन्नुहोस् होइन, कुनै अब समाजवाद भन्नुहोस्, बिचरा जिन्दगीभरि लागेको जस्तो तिनीहरू त्यो अन्दाज हुनु त एकदमै ब्लाइन्डली लागेको होइन कि गर्छु समाजमा भनेर लागेको। सिन्सियर पिपल आर देयर, स्कलर्स आर देयर टु स्पिक होइन, टु डिफाइन हुन्छ नि। अब यहाँ त्यही भएर तर के हो भने यो यही बातकोबाट नै सबै चिज आन्सर निकाल्नु पर्यो भन्नेमा कन्सन्ट्रेसन गऱ्यौँ कि हामीले। वैज्ञानिक समाजवाद, अब त्यो समाज हुन्छ नि, अझ वैज्ञानिक साम्यवाद, ए बाबा 150 वर्ष पुरानो कथा हो त्यो, अर्कैको लागि लेखिया हो त्यो, हाम्रो लागि लेखा होइन त्यो। हामीले के भन्यो भने अर्काले कहिले लेखाइ ल्याएको कुरा हामीलाई आफै थाहा नभएको भएर यो चिज त यिनीहरूलाई राम्रो भयो, यो यहाँ पनि काम लाग्छ कि भनेर ल्यायो। त्यही भएर विथ इभन लाइक द बेस्ट अफ इन्टेन्सन्स वाट लाइक जेन्युनली पिपुल हु ट्राइड के अरे मान्छेले त व्यक्तिगत रूपमा त सबैले कोसिस गरे हो नि त, तर यो कोसिसहरूले किन असफल रह्यो भन्दाखेरि यो कोसिसहरूमै हामीले मान्छेलाई डिभाइड गरिदियौँ कि। इन्डिभिजुअल जुन व्यक्ति थियो नि त्यसलाई हामीले काङ्ग्रेसी ल अब म एउटा मान्छे क्यारेक्टर टिप्यो भने म बाहुनको काङ्ग्रेसी कम्युनिस्ट काङ्ग्रेसी, एनजिओको पैसा लिएको कि नलिएको, लिएको अथवा नलिएको, त्यसपछि मेरो जिल्ला कहाँ फलानु जिल्ला, अनि कुन चाहिँ गाउँको, त्यो गाउँको क्षेत्र कसको त्यो। लुक एट हाउ वी हेभ डिभाइडेड। त्यही भएर यो जुन वादहरूले चाहिँ नै सोल्युसन निकाल्छ भन्ने जुन कन्सेप्ट थियो र अहिले पनि हामी वादैमा लागेर चाहिँ नि यो वाद र त्यो वाद भनेर यसैबाट आन्सर निक्लिन्छ भने जुन हाम्रो कोसिस जारी छ नि, आई थिङ्क द्याट इज अ कम्प्लिटली वेस्ट अफ टाइम। त्यो वादबाट आन्सर निक्लिँदैन।